मर्निङ एभ्रिवान। हेर्नुहोस् त, हिजो मैले तपाईलाई बेलुका इभिनिङ टाइममा है यहीँबाट भिडियो गरेर पोस्ट गरेको थिएँ भने आज बिहान चाहिँ यस्तो दिन भइरहेको छ। रातभरिमा कति फरक। डल्ले खोर्सानीको यो टुप्पा टुप्पा चाहिँ मैले छुट्याइदिएको छु है। अनि पत्ताहरू ठुलो ठुलो पत्ता फ्याँक्नु भनेको छ र मैले यो दुईटा चाहिँ रोपेको छु। एउटा कथाङ्काल केही भयो भने अप्सनल अर्को राखेको। अनि त्यसको बादमा चाहिँ मैले यहाँनिर त्यो भुटानबाट भोटे खोर्सानी ल्याएको थिएँ सुकेको। त्यसको एउटाको चाहिँ बिउ राखेको थिएँ। अनि धेरै स्याप्लिङ्सहरू आएको छ है। तपाईँले कसैलाई चाहिन्छ भने भन्नुहोस् है, मलाई म दिन्छु। मेरोमा बेसी हुन्छ, मेरोमा ठाउँ पनि छैन। प्लस यो एकजना मान्छे चाहिँ कहाँबाट आयो उसलाई त मैले यहाँ त रोपेकै थिइनँ। अनि बिउ भन्ने कुरा चाहिँ यस्तो हुँदो रहेछ है। मैले यहाँनिर उसिनेर खाने सानो इस्कुस पनि मैले रोपेको छु। यो फल्यो भने तपाईँहरूलाई देखाउने छु है ल। यो गार्डन चाहिँ यति मात्रै छ है, मैले सबै छाँटिदिएको। यो फुल चाहिँ फेरि फुलेको होइन, मलाई फुपूले गिफ्ट दिनुभएको। अनि मैले यहाँ गाडिरहेको छु। यति चाहिँ अलिकति राखेको। स्पाइडर प्लान्ट चाहिँ यति भइरहेको छ, यहाँ भइरहेको छु। यहाँ खाना पाक्दैछ। यहाँ चाहिँ स्टर्मीको लागि पानी बसिरहेको छु। दिन चाहिँ यस्तो छ है, नो लाइट नो इलेक्ट्रिसिटी भने चाहिँ यहाँ चाहिँ यस्तो देख्छ मेरो घरबाट बाहिर, म बसेको ठाउँबाट। यहाँ चाहिँ अगाडि यहाँ चाहिँ रोडहरू पनि पानीले भिजेर सफा भएको छ। कुकुरहरू बिचरा सबैजना आज रेस्टमा रहेछ। यहाँ माथि चाहिँ एसयुएमआई स्कुल हो। समयको कमी भएको कारणले गर्दा मैले सबै कुरा रेकर्ड गर्न सकिनँ। अनि हिजो रातभरि पुरा थन्डर स्टर्महरू भएको थियो, रेनफल भएको थियो है। अनि त्यसले गर्दा कति बिगार भएछ भने हामी हिँड्दै थियौँ है। विशेष गरी नानीहरूलाई प्रब्लम हुन्छ यो समयमा, रिस्की हुन्छ बाटोघाटोमा, हाँगा बिगाहरू झरेर लाग्छ भनेर है। हेर्नुहोस् त, अस्ति सिमी रोपेको कति पनि भएको छैन है, तर कति राम्रो कलकलाउँदो। यहाँनिर हेर्नुहोस् त, यो चाहिँ मुली रोपेको थियो होला हौ हामीले है। यहाँनिर उपर डल्ले खोर्सानी, अनि यहाँ चाहिँ सिमी पनि रोपेको छ, प्लस मुली पनि मैले एउटा रोपेको। अनि मैले भनेको छु यिनीहरूलाई चाहिँ एउटा मुली चाहिँ 1 केजीको फल्नु भनेर हो, एउटा पनि नाश नहोस् भनेर। अनि यहाँ चाहिँ सिमीहरू चाहिँ मकै पनि रोपेको छ हामीले। यहाँ देख्नुहुँदैछ मकै हो रोपेको छ। यहाँतिर मकैहरू पनि आउँदैछ। पर चाहिँ सुभाषले एकदमै मेहनत गरेर छरेको छ कि कुन्नी के छरेको छ। तर यहाँ चाहिँ हामीलाई छुनु पनि नदिएको, बिगार्छ भनेर। मलाई पानी हाल्नु पनि नदिएको। मैले पानी बिगार्छ खोदाल्छ भनेर यति मेहनत गरेर है उहाँले रोप्नु भएको छ। अनि यहाँ पनि आई डोन्ट नो वाट इज देयर समवेयर चाहिँ काँक्रा पनि आएको छ है हाम्रो चाहिँ। अभियसली मेबी इट इज काँक्रा अर फर्सी, सायद फर्सी जस्तो पनि लाग्दैछ। काँक्रा पनि रोपेको छ हामीले। यो चाहिँ यो पनि काँक्रा होला हाम्रो। हेर्नुहोस् त, मकैहरू चाहिँ हामी त भोलिपछि हरियो मकै खाएको तपाईँहरूलाई सेयर गर्नेछ है। हेलो फ्रेन्ड्स, तपाईँहरूलाई मैले है प्रिभियस भिडियोमा फोटो हालेको थिएँ नि हाम्रो किचन गार्डन है बिफोर। हेर्नुहोस् त कस्तो थियो, अब अहिले चाहिँ कस्तो भएको छ। अनि एउटा कुरा चाहिँ हामीले बिउ चाहिँ जस्तै पनि छरेको हुन्छ नि, चाहे राम्रो कुरा होस् चाहे नराम्रो कुरा होस्, हाम्रो लाइफमा, हाम्रो नानीहरूको जीवनमा, या हामीले कहीँ पनि त्यो बिउ चाहिँ कहिले पनि मर्दैन रहेछ है। जसरी पनि त्यसको समयमा उम्रिँदो रहेछ। अहिले चाहिँ म स्कुलमा छु, ह्याभिङ कफी। आई हेभ अफ पिरियड राइट नाउ, सो कफी खाँदै एकछिन किचनको बारी हेर्नु गएको थिएँ। अनि तपाईँहरूलाई पनि देखाउनु मन परेर चाहिँ सेयर गरेको। ओके बाई।